खै सही आइसक्नु भयो के अरे भिडियो मेरो त अब त्यही हो नो 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 होइन माथि नै फेरि बाइक रोक्ने बित्तिकै भयो भने त भएन नि त होइन अलिकति हिँड्नु पऱ्यो नि रफ घुमे जस्तो भयो त त्यहाँबाट फेरि कहाँ घुम्नु भन्दाखेरि सुरुमै घुम्न पठाइदियो है यस त यस आजै उकालो चलाउनु भोलि चाहिँ उकालो जानु पर्छ होइन यो ठिक हो क्या बाइक रोकेर यति भएन त घुम्दै घुम्दै ए लडलाई कहाँ चाहिँ बस्नु डिबेट गरेर गेमरै हो क्या मान्छे त हजुर नो दाइ नो पुरै भ्लगमा म मात्र छु बाटोको भिडियो हाल्छ भ्लगिङ गरिदिनु पर्छ क्या हो तर त्यो चाहिँ अघि नै गर्नु पर्थ्यो कि अघि त जसलाई सोध्यो त्यसले उ त्यो डाँडा भन्छ तिनवटा बुढाहरूलाई सोध्यो होला तिनवटा बुढाहरूले त्यो डाँडा अरे क्या बुझौँ खिच्नु त मलाई किन खिच्छ भाइ तिम्रो नाम के हो तिम्रो नाम के हो आशिष रहेछ मैले मनको कुरा पढ्दैन त त्यो पुजेले आशिष भनिरहेको थियो त्यहाँ एउटा माथिको भाइले सोधेँ क्या भाइ यहाँ रक्सी पाइन्छ भनेर सोध्यौँ हामी पाइन्छ भाइ अरे गाँजा पाइन्छ भनेको अनि अर्कोले के पाइन्छ भन्नु यो त कसले देखाउने हो र यो चाहिँ कहीँ जानु हुन्न है यो जसको आवाज सुनिराख्नुहोस् हो त्यो सूर्यप्रसाद सुवेदी होइन सुरज कुमार हो सूर्य भन्दा सुरज कुमारको आवाज हो होइन दाइहरू आउनुहुन्छ तर हामीले त्यो एउटा बिस्कुट सिस्कुट केही राखिदिनु पर्ने क्या त्यो बाटो हेर्दै आउनु भन्ने क्या फेरि लास्टमा त यसरी चाहिँ खिच्नु पऱ्यो है के भन्नुभएको सुरज दाइ गाउँमा बसेको त नआयो कि हाम्रो गाउँमा पनि यस्तै थियो तिम्रो गाउँ पनि यस्तै छ यस्तो पाङमा म बच्चा हुँदाखेरि भनेर तिम्रो गाउँको आएको भयो भने थियो नि अहिले छैन अहिले त पुरै मोटर बाटो आएर दामी भइसकेको ठिकै छ घुमियो यत्रो घुमिन्थेन नि उताको आवाज त्यो पनि है सिधै पसिन्थ्यो काम सुरु भइहाल्थ्यो यता खिच्नु न दाइ खिच्या सोधेर मात्रै ओ माई गड केही हुँदैन यो कतै सोसियल मिडियामा जाने होइन गयो भने त अनि बर्बाद भइगयो नि सुरजलाई त फसिहाल्नु अनि म सुरज भन पहिले म सुरज कुमार 2022 सालको इम्प्लोइ अफ द इयरको अवार्ड जितेको मान्छे यो सबै आवाज मेरो हो अहिले कुखुरा खाँदा मलाई अनि बच्चा डाइरेक्ट कुखुरा बनाउने भन्नु भएन पोलेर खाने हो कि दाइ तर त्यहाँबाट म किनेर लानुपर्छ मोमो रे मगाएको
मोबाइल थाकेको आयो है हाम्रो ठाउँ चाहिँ अब यही होला दिनुहोस् दाइ अघि कुन चाहिँ उता उकालो आउनु भयो कि यहीँ आउनु भयो नमस्कार नमस्कार म सुरेश कुमार सुरेश शिवजी सुरेश बेदी शङ्खसभाबाट पनि आएको छौँ राजेश दाई हामी ओ भाजु रुबेन यो सामान बिसाउँ न त्यो राख्ने हो त्यो चाहिँ गरौँ